हेलो गाइज वेलकम ब्याक टु माई ब्लग इट्स मी भावना बस्नेत भनेर चाहिँ यता दिदीले भन्ने हो तर मैले भन्ने सबैजनाले सब्सक्राइब गरिदिनु होला दिदीको च्यानल यहाँ मैले छिटो गरेर जाऊँ यो चाहिँ मेरो धेरै बोल्ने साथी हो यो त कमै बोल्छ हुन्छ उहाँ जाउँ न त हामी माथि उहाँ माथि जाने हो होइन सबको ज्याकेट चाहिँ यसले बोकिरहेछ गाइज म चाहिँ भरिया परे हाम्रो पनि दिनुपर्छ नि अनि ओइ तर दिन त सिजन छ छिटै चढ्न सकिन्छ होला गुगल पइन्टमा यसको फेरि माइन्ड चेन्ज हुन्छ क्या ल आज चाहिँ हेलो खत्रै गाइज अरे के हामी चाहिँ कलेजको साथीहरू भेटेर यहाँनिर हामी दुईजना आएको खासमा होइन बोल्नै सकिनँ म फ्रन्ट क्यामेराबाट अनि ब्याग चाहिँ कसरी आउँदैन नि त मलाई यसरी काभ्रेली सम्धि उयोलाई देखा न उसले गर्छ नि अरुण काभ्रेली सम्धि इच्छुक हुनुहुन्छ भने आउनु कन्ट्याक्ट गर्नु होला हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी झापा अत्याधिक गर्मी भएर इलामतिर लागेको छौँ अनि सन्जु र म मात्रै हिँडेको खासमा तर हाम्रो स्कुलको साथीहरू पनि भेटाएको छौँ यहाँ हाल्नु सक्नुहुन्छ अनि हामीले चाहिँ खानेकुरा टन्ना लिएर आएको थियौँ यो बोरी लोभी रहेछ यहाँ गुगल पोइन्ट जान चाहिन्छ भनेर आऊ मान्छेलाई यहाँ भन्दा उता छैन अग्लो दोस्त हाम्रो कमर भन्दा बेसी त साथीको लच्किन्छ कस्तो रमाइलो भयो नि यो चाहिँ मेरो लुङ्गा साथी हो अनि मेरो यो गोलो साथी हो गोलु हाई भन्दैन भाइहरू हाई भनिदेऊ त हाई हाई मेरो प्यारी साथीले चाहिँ छुटाउनु मिल्दैन यसले गर्दा आज रमाइलो भयो हाकेर लाग्यो मलाई त कहाँ छोड्छु म फेरि भोलि भेनाएर म फेरि मार्न छोडेर आउँछु नि हामी भेनासँग आउन पाउँदिन है यो फेरि पार्टनर लिएर आउँछु नि यहाँ र यहाँ पोज आम्मा के भन्नु र सब अल्छी पनि भएन बोर पनि ल उसले हान्छ नि यहाँ आफ्नो खेती गरौँ अब हाम्रो डाल्नु काभ्रेली सम्धि हान्छ केटा हो गएर कस्तो छ दाइ फिलिङ यहाँ चाहिँ पानी परेर हामी चाहिँ अब यहाँ बिचमा रोक्यौँ चिसो खाना आएको पानी नै पर होइन त लुङ्गा हो म चाहिँ झापाको गर्मीबाट एकदम इरिटेट भएर है उसले चाहिँ ज्याकेटै नलिआएछ यो भाइले चाहिँ भाइ तिमीले नै हो बाउको पैसा चाहिँ चिन्दैन हौ भाइ हेर अझ हेलमेट आऊ न हेलमेट आऊ न ल हामी चाहिँ गुगल पोइन्ट जाँदाखेरि यहाँ बाटो यस्तो बाटोहरू हिलो छ अनि साथीहरू स्कुटीको हालत पत्ला भइसक्यो एन्ट्रक नकिन्दा भयो गाइड यो चाहिँ खतरा छ सबभन्दा अगाडि यो त भेनालाई पनि गयो अलिकति ओइ भेनाले स्कुटी कस्तो बनाउनु भएको छ देख्छ भने छक्क पर्छ त्यो
गाडी के हो त्यो डन्ठी डन्ठी हाल्नु छ्या राम्रै देखिँदैन आम्मामा एउटा दियो फेरि डाइलग हो ए दियो त यहाँबाट मलाई भिजेर पतला भयो गाइज हामी चाहिँ कन्यामा आएको चिसो खाना गुगल पोइन्ट लगेर रोशनहरूले यस्तो हालत बनायो मेरो साथी आयो एउटा चल्दो बल्दो उदाहरण देख्न सक्नुहुन्छ मेरो खुट्टा ल्याबमै पर्छ नि उयसमा हिलोमा हिलोले यहाँ हेर न चस्मा लगाउन साथी त्यसमा त अनि मेरो चिप्लेर गइहाल्यो नि म त आम्मामा यता एन्टरकोले धुमचक र स्कुटीमै छोड्दै गयो ठेलाइ पर्यो गुड्केर जाँदैन नि पछाडि जाँदैन केटा हो भएन पानी हाल्न तर पाइपको दुलोबाट पानी हाल्छ माथि खोलिहाल ओके गाइज फेरि पनि स्वागत छ हाम्रो ब्लगमा अहिले चाहिँ हामी बाइक साइक राखेर अब हामी हिँडिसक्यौँ गुगल पोइन्टतिर यहाँबाट चाहिँ झन् सजिलो बाटो रहेछ यता खोइ जाने रहेछ बाइक बरु लिएर आएको भए हुन्थ्यो हेर त उहाँ अलिक माथिसम्म त हुन्थ्यो एकछिन पनि सक्यो मलाई के दिइराख्दैछ ओइ भाइ मेरो भाग जति सबै भुइँमा ए के हो यो जुका हो कत्रो साइजमा छ ओइ यो के हो जुकै दुलो छ चिर्नै हो थाहा छ त कहाँ टाँसियो छ यो के हो जुकै ल बोरीलाई अब केही हुँदैन हौ त्यति साह्रो एक्सट्रिम अनि कस्तो पोइन्ट होला चिपेर मेरो भिडियो बनाउने आउँछ ल हे बनाउनु पर्थ्यो होला हामी चाहिँ हालत यस्तो भयो सबैजना भिज्यौँ अनि गुगल पोइन्टबाट चाहिँ आएको यसको जुत्ता यहाँनिर यस्तो भएछ यहाँनिर भरिभरि पानी भयो हाम्रो चाहिँ जुत्ता भरिभरि अनि त्यसपछि सबैजना भिजिरहेको छौँ मेरो भिजेर हालत भयो एन्ट्रकको त ब्रेक फेल भयो होला ओइ एन्ट्रक यता ब्रेक फेल यो कुन हो खतरा रहेछ यो कुन हो भाइ ग्यालेक्सी एकेबो ए भाइ बाबाको बाइक होइन हल्ला गर्छौ ए ल ल ल ल माने मैले ल उसको नि अनि उसको चाहिँ अब जुका पसिरहेको छ त्यही भएर उसले निकाल्दैछ सबैकोमा एक एकवटा जुका चाहिँ पस होला पक्का पनि अनि त्यसपछि यहाँनिर यसले चाहिँ मलाई हाकेको ए सन्जु त आज खतरा एडभेन्ट झापाली राइडर रक ओइ काभ्रेको सम्धीको अरे अनि के भन्छ है नुवाकोटे सम्धी उता छौ काभ्रेको सम्धी यता आज चाहिँ काभ्रेको सम्धी ओइ चस्मा ला न सम्धी हालत भएछ यसको अरे र आज त हामीलाई चिया पनि दिँदैनन् किनभने सबैजना नित्रुक्कै भिजेको छौँ
हालत चाहिँ पुरै पतला भएको छ। यस्तो पानी परिरहेछ आम्मामा के भन्नु